आजदेखि हाम्रो घुन्टी मेच्योर भएको अरे। यो कलर गरेकोदेखि घुन्टी मेच्योर भएको अरे। न फोटो खिच्छ अरे, न भिडियो बनाउनु मन लाग्छ अरे, न घुम्नु जानु मन लाग्छ अरे, न सपिङ गर्नु मन लाग्छ अरे। खालि पैसालाई अकाउन्टमा जम्मा भइराखेको हेर्नु मन लाग्छ अरे। एक रुपियाँ खर्च गरेँ भने पनि यसलाई पुरा रिग्रेट हुन्छ अरे। किन खर्च गरेछु? यो चाहिँ यसले खास गरी कलर 2000मा गरेको अरे। यो 2000 पुरा यसलाई पैसा वेस्ट भएको जस्तो लाग्यो अरे। बित्थामा गरेँ, मेरो 2000 गयो। मलाई रिटर्न दिनु न 2000 भनेको छ। म के गर्नु गाइस? आलिस लागिहाल्छ हो अर्कोलाई फेरि क्लाइन्ट लिएर गयो तर। अन्त अब बाँधिहाल्छ के भएर म्याच्योर भइसक्यो त के गर्नु मन लाग्दैन अरे। पैसा खानु मन लाग्दैन, किन्नु मन लाग्दैन, कहीँ जाँदा पनि गाडी भाडा सकिन्छ भनेर टेन्सन लाग्छ। पैसा कमाएर राखेको फेरि गाइस भाडा कति भन्नुहोस् न? 40 रुपियाँ। 30 रुपियाँ हो, 40 पनि होइन। चामल पनि 60 रुपियाँ। सस्तो भनेको 60 रुपियाँ किलो हो, त्यही खान्छौँ हामी। महँगो भनेको चाहिँ 500 550 होला। तर ठिकै मासु चाहिँ खाँदिनँ, पैसा बच्छ। तर गोबी मन्चुरियन लान्छ। गोबी मन्चुरियन चाहिँ खान्छु 140 रुपियाँ, 160 रुपियाँ। मलाई कसैले पैसा देऊ न, के गर्नु होला? यस्तो लोभी के यस्तो लोभी। अब खाना खानु पनि लोभ लाग्छ, के किन्नु आफूलाई लाउनु पनि लोभ लाग्छ, लुगा फाटा क्रिम पाउडर के लाउनु पनि लोभ लाग्छ, 1 रुपियाँको के खानु पनि लोभ लाग्छ। अनि मलाई चामल किन्नु पनि लोभ लाग्छ 60 रुपियाँ किलो। अब हामी दिल्ली जाँदैछौँ 15 तारिक होइन। अन्त चामल सक्यो अरे। अब आज चामल किन्नुपर्ने अरे। 3 दिनको लागि मात्रै चामल किन्नु भन्दा भोकै बस्नु सोच्दैछु। 15 रुपियाँ प्याकेट म्यागी किनेर म्यागी खाँदै बस्छु होला। अब दिल्लीमा गएर कति पैसा सक्ने हो गाइस? टेन्सन छ नि। टेन्सन जिन्दगीमा टेन्सन छ, के गर्नु? तर कलर चाहिँ मन परेको मन परेन भन्नु न त। कलर ठिक लाग्नु त ठिकै छ, तर मलाई सुहाएन जस्तो लाग्यो यो कलर चाहिँ। रातोले चाहिँ एकदम झकास देख्यो। चम्की कलर मनपर्छ नि त यसलाई। उज्यालो कलर मनपर्छ, उज्यालो। त्यही कलर दामी देख्दैछ नि, दामी छ यो कलर। लाग्नु त कलर दामी लाग्छ मेरो कपालमा चुस। तर मलाई लाइट कलर मनपर्छ। लाइट कलर अरे डार्क कलर मनपर्छ अरे। रेड चेरी रेड हो माइ गॉड। रेड मनपर्ने। मैले सपनामा कोकेटले किस गर्दै थिएँ, तपाईँले किस गरिदिनु। यो कन्टेन्ट चाहिँ जान्छ मेरो फेसबुकमा। सपनामा के देख्नु परेको। यस्तो क्लिप पनि यस्तो लाउँदैछु हेर्नु, या दाँतै छैन यो बिचमा। मलाई कसैले 20 त्यो पनि मेरो हो, यो मेरो होला। मलाई कसैले 20 रुपियाँ त्यो क्लिप किन्नु लागि ल्याएर नि दाँतै छैन। यस्तो भिखारी भइसक्यो। मान्छेहरूले बाहिर काम गर्दैछ भन्छ, त बाहिर पनि दुःख छ। क्लिप किन्ने पैसा छैन। पैसा त अकाउन्टमा छ कि, तर निकाल्नु चाहिँ लोभ लाग्छ अरे। यति साह्रो लेभलको यो लोभी छ कि। लोभी हुनुपर्छ गाइस, पछि मेरो फ्युचरमा नानी हुन्छ, बुढा हुन्छ, नातिनी हुन्छ, कसले पाल्ने त्यसले? अहिले पैसा सेभिङ गर्नु पर्दैन। अहिले पैसा सेभिङ गऱ्यो भने नानीलाई पढाउनु, लेखाउनु, घुमाउनु, खिलाउनु, अब डाइपर्स किनिदिनु तिनीहरूलाई। त पैसा चाहिँ खर्च हुन्छ बिहे गरेपछि। त्यही भएर म्याच्योर भएको अरे। त्यही भएर म्याच्योर भएको। अब त्यसले पुरा फ्युचर उयो गरिसक्यो, एनालाइज गरिसक्यो कि के गर्नुपर्ने छ फ्युचरमा मलाई भने। आफ्नो जिन्दगी आफ्नो ज्यान पाल्नु त यस्तो मान्छेहरू कसरी 6-7 नाम पाल्छ। तँ चाहिँ कतिवटा बनाउँछ? एउटै बनाउँछ, एउटै छोरा होस् या छोरी होस्, पढाउनु लेखाउनु। यस्तो जन्मेको दिनमा कति खर्च भयो, पुरा लेख्छु। जब त्यो कमाउने हुन्छ तब पैसा माग्छु म त्यसलाई यति दे भनेर। अयो चेची ब्रेबा चेची बा। अब हाम्रो चेचीलाई गाइस हेर्नुहोस्, चेची सिट। चेची चेची अच्छा है।
ചേച്ചി टेंशन बोलो चेची एंड द प्रॉब्लम പറ പറ എന്താ പ്രോബ്ലം? ജാസ്തി പ്രോബ്ലം ഉണ്ട് എന്നാ ഉണ്ണിത്തിനെ കാണാറില്ല? ഉമ്മിപ്പോയി എവിടാ? ബ്രേക്കപ്പ് ആയി सपनामा त यति छैन प्रॉब्लम पर प्रॉब्लम इन द यता आफ्टर मैरिज जास्ती प्रॉब्लम ना चेची आफ्टर मैरिज जास्ती जास्ती प्रॉब्लम प्रॉब्लम, बेबी को बेबी का प्रॉब्लम, हस्बैंड का प्रॉब्लम, स्टडी మొత్తం ప్రాబ్లం, ఆల్ ప్రాబ్లం. जास्ती पैसा सेविंग जास्ती വേണോ പൈസ സേവിങ് ജാസ്തി വേണം. അച്ഛാ യു സേവിങ് ഉണ്ട്? जास्ती सेविंग കുറച്ച് ചേച്ചി चेची पू चेची टुटन हुआ ना ल ल मेरो गाइसलाई बाई बाई गरिदिइहाल ल गाइस बाय बाय गाइस ചേച്ചി बाई बाई बाय बाय